ल है साथीहरू, आज पनि बेलाको कथा लिएर आइरहेको छु। हेर्नुहोस् त कस्तो चाहिँ गरिबमा बात भइरहेको छ जोनीको। अनि गरिबकै कारण ऊ परदेश जान्छ। हेर्नुहोस् है त, अब सरर हेर्नुहोस् त पानीमा बाइकमा सरर ऊ परदेश हिँडिरहेको छ। ऊ काम गर्ने ठाउँमा पुगिसक्यो। ल हेर्नुहोस् त, दिनरात नभनी दुःख मेहनत पसिना बगाएर मजासँग काम गरिरहेको छ। ल हेर्नुहोस् है त, ल हेर्नुहोस् त, ल हेर्नुहोस् त, ल बिचरा काम गर्दैछ। हेर्नुहोस् त, अब थाकेर ढल्यो पनि। ओहो सुन भेटायो, ल उसले सुन भेटायो, अझ सुन भेटायो। ल उसले यो गरिबको पनि दिन आउँछ अरे भन्थ्यो हो र, जसलाई समय आउँछ भन्थ्यो हो रहेछ। उसले सुन भेटायो, ऊ धेरै खुसी छ। हेर्नुहोस् त, ल ऊ गएर सुन पसलमा बेच्न आँट्यो है सुन। अब ल हेर्नुहोस् त, ओहो ऊ अब धनी भइगयो नि। ल हेर्नुहोस् त, आमामा घर सर पुरा बुढीलाई आफ्नो फ्यामिलीलाई टक्क फोन गरिरहेछ। चट्ट बुढाबुढी आयो। अब ल हेर्नुहोस् त, ओहो घरको चाबी पनि दियो है। अब चाहिँ यहाँ स्टोरीले चाहिँ मलाई साह्रै मन पऱ्यो। हजुरहरूले कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु होला।